पौडी खेला भने त यस्तो ओहो पर्यो पर्यो माछी पर्यो देखिन्छ नि कतिको छ ठुलो छ नि दाग त धारतिर परेको भए चाहिँ काटेको यो चाहिँ साथीहरू यहाँ मलाई फोकस गर्नु यो चाहिँ साथीहरू अस्ति दसैँ मनाएको यो ढाड चाहिँ अब म जाँड अस्ति खाँदिनँ कान समातेको त्यो माछा पर्यो के हो पुगेन क्या तँलाई भन्नु भाइ बल चाहिँ खोइ त नि एउटा मात्रै दिदीले हामी घरको खोइ वन मान्छे जस्तो टाढे यस्तो जङ्गलमा हेलो साथीहरू आज चाहिँ भने हामी चाहिँ चट्ट लाएर माछा मार्न चाहिँ बल्छी लिएर चाहिँ खोला झर्दैछौँ होइन आजको भिडियो भनेको चाहिँ हाम्रो बबाल खोलाको आउनेछ त्यही हो होइन अब यो दसैँ सकियो होइन तिहार आउनु बाँकी छ यो बिचमा चाहिँ अब युवाहरू धेरै भेला भएको छौँ होइन त्यही भएर यसो रमाइलोको लागि पनि हामी चाहिँ खोला झर्दैछौँ होइन भिडियो चाहिँ अन्तिमसम्म हेर्न नभुल्नु होला है त ओहो यहाँ त भारी मान्छे के हो 81 दुई भयो त नि हल्ला गर्छ त के को लागि दुईवटा बोकेको सर तिनवटा छ बल्छी खोइ ए तिनवटा छ बल्छी माछा केमा बोक्ने यता चाहिँ दामी छ है धानबारी चाहिँ चट्ट यता चाहिँ निकै नै धान रोपेको छ होइन यता अनि यता मेरो ब्याकग्राउन्डमा पनि पुरै धानबारी हो यो चाहिँ हामी चाहिँ अहिले चट्ट लाएर दिखुवा खोला झर्दैछौँ होइन अहिले चाहिँ खोला चाहिँ एकदम ठुलो छ होइन पानी घटेको छैन अस्तिभन्दा चाहिँ अलिक आधी साह्रो घट्यो त्यही भएर हामी चाहिँ आएको अस्ति त तर्नु पनि सक्नु गाह्रो थियो क्या मुस्किल थियो अहिले चाहिँ तर्नु चाहिँ सकिन्छ होइन तर पनि खोला चाहिँ ठुलै छ त्यही हो यहाँ पौडी खेल्नुपर्छ अझ राम्रो भयो भन्दा यहाँ गएर होला हौ पहिला पौडी खेल्ने है पहिला पौडी खेल्नु न गाई खेल्नु न अलिक फरक है ल ल ल मलाई त आउँदैन मैले नखाने ल बल्छीहरू बनाऊ दिलु बल्छी फिट गर बल्छी नखाने चरा मार्ने अरे आज चिसो रहेछ हौ पानी त एकदम अब चट्ट लाएर यतिको घाम लागिरहेछ होइन गर्मी भइरहेको छ यो मौसममा चाहिँ यतिको मौसममा चाहिँ थप्प लाएर पौडी खेल्नु चाहिँ मजा आउँछ खोला चाहिँ यत्रो छ है साथीहरू खोला चाहिँ निकै घटेछ होइन अस्तिसम्म चाहिँ मेरो लगभग छाती चाहिँ आउँथ्यो क्या तर्दा अहिले चाहिँ घटेर यहाँ फिजेको पनि छ त्यही भएर यति आइरहेको छ होइन खुट्टामा चाहिँ दिलु जाऊ झम्मै
है लुगा नखोलेको लुगा जाने त तपाईँ पनि ल केटाहरू यहाँनिर पौडी खेल्दैछ पौडी अब आफूसी खेल्नु जानिँदैन म चाहिँ हेरेरै अब नुहाउने हो भाइ खेल एउटा चाहिँ बल्छी बनाउँदैछ त्यहाँनिर बल्छी बनाउने मान्छे ऊ एकदम आजको वेदर पनि एकदम राम्रो छ घाम लागिरहेछ कम्ती मजा हो र त मलाई त घाम लागिरहेछ है गर्मीले मलाई त खेल्न आउँदैन अब हेरेर चित्त बुझाउनु पर्यो देखिन्छ नि कतिको छ ठुलो छ नि दाग त धारतिर परेको भए चाहिँ काटेको यो चाहिँ साथीहरू यहाँ मलाई फोकस गर्नु यो चाहिँ साथीहरू अस्ति दसैँ मनाएको यो ढाड चाहिँ अब म जाँड अस्ति खाँदिनँ कान समातेको त्यो दिनदेखि यस्तो छ मेरो दसैँको किन हो बडी बिल्डरहरू बडी बिल्डर पनि छ सबैजना छ भट नखाल्ने पौडी खेल्नेहरू पौडी आज कतिको माछा मार्ने आज अब भिडियोमै थाहा हुन्छ कति मारिन्छ पुरै उत्तानो दिइरहेछ त नि बन्द नखेल्ने हो ल उफ्रियो उफ्रियो ए झरा झरा ओइ म यसको पानीलाई पिटेको होइन पौडी खेला भने त यस्तो ओ माछा झिक माछा डुबेर माछा झिक माछा दिलो माछा झिक डुबेर डुब्यो डुब्यो ओ माछा झिक हरायो त केटो त ल निस्क्यो
जाडो भयो त हौ चिसो पानीमा उफ्रेको अब चाहिँ भने हामी चाहिँ चट्ट लाएर पौडी खेलिसक्यौँ होइन अब चाहिँ हामी बल्छी हान्नुपर्ने हुन्छ हाम्रो चाहिँ एकदम बल्छी सल्छी रेडी भइसकेको छ होइन चट्ट लाएर म तपाईँहरूलाई देखाउँछु हाम्रो बल्छी चाहिँ यसरी बाँसमा बनाएका छौँ होइन अब चट्ट लाएर बल्छी हान्नु जानुपर्ने हुन्छ बल्छी है मेरो साथीहरू हाम्रो बल्छी हान्ने टिमहरू विकास दाजु माछा बोक्ने हो तपाईँ माछा बोक्ने हो डिलु चरा मार्ने जामुदो हामी चाहिँ भनेको अब चाहिँ तलतिरबाट चाहिँ बल्छी हान्दै आउनु पर्ने हुन्छ होइन बिचमा चाहिँ अलिकति दहतिर पौडी खेल्नु बसेको त्यही हो अब चाहिँ हामी ओह्रालो लाग्दैछौँ होइन बल्छी चाहिँ कस्तोमा हान्नुपर्छ भने तपाईँहरूलाई म देखाउँदैछु बल्छी चाहिँ भनेको यस्तोमा हान्नुपर्छ साथीहरू यस्तोमा ए पर छैन यहाँ माछा माछा पर्यो माछा पर्यो माछा अनि ए तिमीले पनि पारेको पारेर त ल्याउँदैछु त तेरो गयो माछा कहाँ पार्यो सुशान्तले यसले अघि सुरुमा पार्नु खोज्दै थियो पारेन यसले चाहिँ हिले हो हिले माछा त यसको माछा नपरेको झगमा फेरि यसले हान्ने भयो यसले माछा मार्यो दिनु झिको त त्यो उमाल लाउ न जम्बुमा हाल्नु क्या हो जम्बु होइन सिन्का बनाउनुपर्छ सिन्का दाइ त फर्स्ट टाइम आएको होला है फर्स्ट टाइम कस्तो लाग्यो त रमाइलो हुँदैछ त्यही अस्ति भाइले बल्छी हराएको कि अड्काएर बल्छीमा यस्तो दामी परेको छ माछा अघि एउटा यस्तो ल्याएको हुन्छ माछा भन्ने अँ त्यहाँनिर पर्नु सक्छ एउटा सुजनले पनि पारेछ हौ दा यसको उन्नु यसको मेता साइडमा आउनु त खाइदिएछ चारो ए इस्लाम मुन्नु ए यो त स्वात्तै छिड्यो हामी चाहिँ भने चट्ट लाएर अब चाहिँ माछा मार्दै नै छौँ होइन एकछिन अब चाहिँ खाजा खानु पऱ्यो भनेर बसिरहेको छौँ होइन अब खाजा खान्छौँ अनि फेरि मार्छौँ नि हामीले चाहिँ अहिले यति मारिसकेको छौँ होइन माछा करेन्ट जलेको हो क्या काँचो करेन्ट खाएर चाहिँ मरिन्छ त हौ त्यसमा हाल न हुन्छ हाल्ने खाना जानु फरक पर्दैन
अब चाहिँ भने हामी फेरि माछा मार्नैतिर लाग्छौँ है साथीहरू खाजा साजा खाइसक्यो होइन अब चाहिँ म चाहिँ भने माछा बस्नु पऱ्यो किन माछा मार्दा मार्दा म चाहिँ गलेँ है हामी साइड पारेर त्यसले ओ अरे त्यो के हो खान नपाएस्तै गर्छ त के हो पुगेन क्या तँलाई भन्नु भाइ बल चाहिँ खोइ त नि एउटा मात्रै दिदीले हानेको अर्को खोइ खोइ भयो भने तिमीले हानेको खोइ मैले हानेको तँलाई थाप्दै थियो ए कमेडी हो केटाहरू प्लास्टिकको चाटी हुन्छ ओ परे क्या अलिअलि तानेको छ त भन्दाखेरि मैले यहाँ बल्छी छोड्दै थिएँ खाएँ कि खाएन छ यहाँ न अब म नहान्ने माथि हिँड त मैले थापी गएको सुधा पऱ्यो ओ कतारी गएछ हौ तिमी यहाँ मुकेर भिडियो गरेर त्यो खाएको छैन अरे खाएकै छैन खाइसके खाएर पनि नगएछ गइ पो सकेछ छोड्दै आइज ल जा मासतिर ल हाम्रो चाहिँ भने अहिले बल्छीमा परेको थियो माछा होइन यहाँ दुलोमा पछि गयो क्या ऊ छिटेर अनि यहाँ भाइले चाहिँ झिक्दैछ केटोले उड्छ होला हौ त्यहाँ दाइ भेटिएला त छ त खै यहाँ छिरेको थियो कुरो होला नि ऊ गइसक्यो छ निस्क्यो 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 ए केटाले बल्छ यहाँ पारेको यहाँ पो छिट्यो टाढो भयो त खोला परेको यो एउटा प्लस हो यहाँ हाम्रो चाहिँ जम्मै 15-20 भयो हजुर जाउँ न केटोले चाहिँ चारो लाएर फेरि पनि बल्छी हान्दैछ है अघि नपरेर अघि भाग्यो अरे चारो खाइदिएर अहिले चाहिँ चारो हालेको छ पर्छ कि पर्दैन हेरौँ पारेन केटोले माछा
गिरुले पास हाल्छ भाइ झिकी छाडी केटाले त के हो बल छिने भन्दा हातले समात्छ त नि बल छि भन्दा कडा रहेछ केटोको हात समाति छाडेछ आगो समाति हो केटा ओहो पर्यो पर्यो नाची पर्यो दाइ अच्छा पर्यो बल्ल बल्ल पर्यो यहाँ गुन्डा भाँच्दैौ न ए मिनिसकेको छ भुँडीमा त यहाँ बल्छी त ल रोपाङ्दैन त निकाल्नु खोज्छु कस्तो खतरा खाएको यसले बल्छी त बल्ल बल्ल निस्के बल्छीबाट डन्डै भइसक्यो त हाम्रो त यहाँ पुगेन आउँदा है बल्छी नि स्वात्तै निल्दैछ जाम्न मासतिर भाइले चारो बोकेको छ त्यो अघि मैले भाँची पठाएको तलतिर यहाँ सुसनले पार्नु खोज्दैछ है म यहाँ हेर्नु जाँदैछु पारी पारे जस्तो छ बल्छी खाइदियो त्यसको पड्काउँदै छ ढुङ्गा घर जाम अब जाने अब हजुर जानु आजलाई यत्रो मारियो पा जस्तै देखिन्छ त पर साह्रो जाने है अब चाहिँ भने हामीले चाहिँ होइन टट्ट लाएर मासु चाहिँ आजलाई पुग्ने गरी मारिसकेको छौँ होइन त्यही हो आज चाहिँ भने अब चाहिँ हामी घर लगेर यसलाई
रोडबाट हान्नुपर्ने हुन्छ हामी चाहिँ अब खोलाबाट चाहिँ घरतर्फ लाग्दैछौँ है त साथीहरू हामी चाहिँ भने चट्ट लाएर अब जङ्गलको बाटो फर्किँदैछौँ होइन भोक पनि लागिसक्यो अब चाहिँ भने कता गयो दुईजना वन मान्छे जस्तो यस्तो जङ्गलमा यस्तो जङ्गल छ ए बिस्तारै गीत गा घोग्रो च्यात्यो ला तेरो खै केटाहरू कता गयो दुईजना कता हो बाटो के हो गराङ नै बाटो कता ए यता रे भाइ बोल्नुहोस् मेरो भ्लगमा बाघलाई बाघलाई के भन्छ बाघै भन्छ होला शेर हिन्दी त बोलेको त खरे होला नि त्यो कवि खरे त्यो त भाइ के टमाटरहरू टिभी हेरेको छ टमाटर मिठो छ सुजन अम्बोक बबाल बबाल है तर त्यति पाकेको छैन रहेछ पाएको चाहिँ मिठो हाम्रो त अहिले त के अरे घर छेउछाउ त रुख त पहिले भइरहेछ सुँगुरले मजाले खान्छ आम्बोक त हजुर हजुर चट्ट लाएर अब चाहिँ हामी भाइको घरमा आइसकेको छौँ होइन 8 करोडको माल 8 करोडको माल चाहिँ दाइले चप्पाउँदैछ अब यहाँ भाइ घरमा चाहिँ बनाएर हामी माछा खान्छौँ होइन दामी बनाएर ए म पो तर्सेँ त दाइ गाई बलले तल के बुढाहरू चाहिँ मागिनु बिहान काममा कसको मागेको ए लगिसक्यो बुढाको त लगे पनि बलले त तिमी यो ठिक छ नि हानु त मोलुङ मोलुङ 30,000 दुईटालाई बराल अरे दुईटाले 30,000 दिन्छ हाम्रो रात परे यस्तै निस्किँदो भित्र त किचन त दाम बनाएर उताबाट राखेको यिनीहरू है यहाँ अलिकति यस्तो खोलेको हुन्छ नि दुई पिस त ठुलो हुँदैन फेरि भयो नि के ठिक हुन्छ 3 पिससम्म बनाउने बनाउनु तिम्रो विचारले सजिलो हुन्छ के त्यसलाई हाम्रो चाहिँ अब भने माछा कटिङ सुरु भयो सन्जय भाइ राडा लिएर यो बोलेर है कति पिस बनाऊ तेल उम्लिसके तेल उम्ल्यो भुक भइसक्यो सब्जी पत्ता लाग्यो बेला बेला चुप्पा गर भने के गर्छौ यता मसला पिस्ने काम हुँदैछ रिलु टिमुर छैन भाइ तिमीले लाग्ने दाँत कस्तो खतरा हो पुछार त भन्छु ल पुछार खानु नि गुगु गर्न होला नि फेरि पुचा पुचा नुन खोर्सानी उसले पादेखि हो भने खान्छ यता चाहिँ हाम्रो तेल तातिँदैछ होइन तातिसकेलाई खोइ खख औँलाला त अम्ला ए भइसकेको छ किन लुगा चाहिँ खोलेको है लुगा चाहिँ यताको दामी देख्दो रहेछ त उहाँहरू त धेरै न धेरै देखिरहेको कति लाग्ने कति लाग्ने दुईटा जस्तो लाग्यो दुईले नि
सात हुन्छ के धुन खोर्सानी धुनुलाई पुरा तपाईँलाई हड्डी कमेडी गर्छ दाइले हड्डी खानु डराउँछ अरे दाइ चाहिँ माछाको पुछर पुछर मात्रै खाने पुछर त हरायो क्या है भयो पनि होला है भयो अघि हिले चाहिँ अहिले टिजे भएको होइन टल्केर यस्तो निचोरेको चाहिँ हात लगाएर निचल्नु दामी हुन्छ त्यस्तो चाहिँ हाल न अझै रहेछ है सधैँ बुढापाकाले सब तिन पढाउँदैन आगो लाग्यो भने बसी लाग्यो भने है चाइनातिर यत्तिकै आगोमै दिँदैखेरि हुन्छ के अरे चाहिने यता चाहिँ अब बुढापाकाले पराइमा आगो लाग्यो भने छैन नि नम्बर के गरिन्छ एकै ठाउँमा खाने क्या दुई मिनट त्यही टान्ने कि भयो ल हाम्रो चाहिँ पाकिसकेको छ है साथी ल भाग लाउँ है यहाँ है त चाखौँ ल खोइ त अचार चाहिँ कहाँ लाग्यो ल्याएन भएको छ चौबुङ त हाने मम्मी मलाई घाटा भइसक्यो हाम्रो मम्मीलाई याद ए बिचार खान जानु वर्काएर मलाई के भन्छ बोगाएर भएछ कहाँबाट वाह हे कस्तो भयो एउटा खाउँ न भने जस्तो अचारले पुग्दैन क्या हौ अचार चोप्ने पो त दल यति आउँछ भने कहाँ हुन्छ त लु घोला न बरु कस्तो मजुर आयो लड्यो के गरिन्छ मुला बिस्तारै न त्यसरी जोसमा होस् नगाउँ न चामल धुँछ चामल दिए कमेडी किङले कमेडी गर्छ अरे थुक बहादुर पो त टाउको मिलो ए ओ जोगा है फेरि थुक बहादुरले यही थुकिदिन्छ फेरि यही थुक्दियो अन्त के गर्नु टाउको दामी डेन्जर हो टाउको त हेर्नु भन्दैछ नि टाउको मन पर्दैन भन्दै थियो भएर त माथिदिएको चाहिँ यस्तो गम गम टाउको पो खाने गरेको अरे दाइ नुन लाएन क्या पिरो भयो अब चाहिँ अनि हामी चाहिँ चट्ट लाएर खाइसक्यो होइन अगाइयो नि हजुर राजेश हमाल जस्तो देखियो होला त्यो अघि अगाइयो अब चाहिँ होइन त्यही हो आजको भिडियो भनेको चाहिँ हाम्रो माछा मार्न गएको थियो बल्छी हेर्नु गएको होइन एकदम रमाइलो हो दिनभरि खेलियो खोलामा पनि अनि यहाँ लिएर पनि माछा बनाएर पनि चट्ट खाइसक्यौँ हामी युवाहरू मिलेर त्यो आजको भिडियो यति नै हुन्छ फेरि पनि यस्तै रमाइलो भ्लग भिडियो त लिएर आउने नै छु आज चाहिँ भने बिदा हुन चाहन्छु हस् त बाई बाई